हेलो गाइस, नमस्ते सबैजनालाई। र आज फेरि सोमबारको दिन म ड्युटी हिँडिसकेपछि यहाँ पूजा गरेर होइन, सधैँ हामी जाने बाटो चाहिँ बन्द भएको छ अरे। त्यताबाट एउटा गाडी एक्सिडेन्ट भएको छ र अर्को बाटो जानुपर्ने। हामीहरूको सबै गाडी बाहिर उभिरहेछ। म पनि निक्लिँदैछु यहाँबाट फाइनली। जाउँ अब बिस्तारै बिस्तारै। बाहिर छन् भिनाजुहरू सोल्टीहरू सब बाहिर रोकिरहेको छन् मेरो लागि। मेरो चाहिँ आउन अलिकति ढिलो भयो, त्यसैको लागि र निक्लिँदैछु अब। हेर्नु कुकुर कसरी सुत्छ, डर छैन यसलाई। हेर्नु भाग्दैन पो त फेरि। र गाइस फाइनली हामी अहिले चाहिँ निक्लिसकेका छौँ बाटोमा होइन। जानुभएछ भिनाजुहरू अलिकति अगाडितिर हुनुहुन्छ होला। म पनि फटाफट गरेर जाँदैछु। भाइ एउटा आएछ, उसलाई क्यामेरा धर्न दिएको छु र जल्दी जल्दी जानुपर्ने छ हामीहरू। यस्तै छ बाटो होइन, घडङ 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 गर्दै भयो भने जानै पर्छ र त्यस्तो पनि हुन्छ। र गाइस म चाहिँ अहिले फाइनली पुगिसकेको छु बेगुर रोड। यताबाट घुरेर जाँदैछु आज चाहिँ होइन, उताको बाटो बन्द भएर। र यहाँ पुगिसक्यौँ हामीहरू यस्तो गाउँको जग्गामा। पछाडि पुरा गाडी जाम भइसकेको छ र पनि म भिडियो बनाउन छोड्दिनँ। हजुरहरूलाई देखाउनु पर्यो नि त होइन, कुन बाटो कहाँ हो कसो हो अलिअलि होइन, जति जानिन्छ आफूले। र भिनाजुहरू अगाडि गइसक्नु भएछ, भेटिएन। अलिकति ढिलो भयो मलाई निक्लिनलाई र यहाँ देखिराख्नु भएको छैन भिनाजुहरू। जाँदैछु बिस्तारै बिस्तारै। एउटा सिएनजीको ग्यास आउँदैछ। म त मेरो गाडी हो कि भनेको त यो यहाँबाट रहेछ, पेट्रोल पम्पबाट आएको रहेछ। हेर्न सक्नुहुन्छ जाम कति हो त्यसमा। पछाडि गाडीहरू हेर्न सक्नुहुन्छ, पुरा जाम छ क्या पछाडि चाहिँ मेरो। र अहिले चाहिँ फिलहाल क्यामेरा राखौँ, जाउँ नभए कुनै पनि खान सकिन्छ। भरे टाउकामा भेट्यो भने त जिन्दगी त गयो। अगाडि एउटा गाडी पल्टेको छ अरे, हेरौँ है त। माने पल्टेको माने यस्तो अब अलिकति खाल्टोतिर पसेर बाटो जाम गरेको छ अरे। त्यो मान्छेहरूले पनि भन्दैछन् होगाला होगाला भन्दैछन्, माने जाँदैन जाँदैन भन्दैछन्। हेरौँ अब पुगेरै हेरौँ हामीहरू। तर हामीहरू उताबाट जाँदैन भनेर यताबाट आएका हुन त हामीहरूको यतापट्टि जानुपर्छ। उता नभए पनि बाल छैन हामीहरूलाई होइन, उताबाट जानु पर्दैन हामीहरूको। यहाँबाट टक्क अर्कोतिर हो, त्यो गाडी पल्टेको चाहिँ अर्कोतिर हो। यहाँबाट देखिन्छ भने हेरिदिउँ, हामीहरूको त्यहाँबाट देखियो भने म देखाउने छु। नामेर यत्रो गाडी छोडेर होइन, यति लामो गाडी छोडेर त अब नामेर त गएर देखाउनु मिल्दैन। हेरौँ अब यहाँ यस्तो जाम हुँदै रहेछ। र गाइस यहाँ अगाडि एउटा गाडी पल्टेछ, देखिएको छैन। अघि त अलिक देखिएको थियो। त्यो भाइलाई क्यामेरा गर्न भन्दा भन्दै कता छ क्यामेरा भन्छ, के गर्नु होइन। र यो गाडीले जाम गर्दैछ, हाम्रो चाहिँ यो साइड जानुपर्ने। यहाँबाट देखिन्छ कि देखिँदैन क्यामेरामा थाहा छैन, देखिँदैन होला, नदेखिनै रहेछ कि क्या। देखिएन गाडी पल्टेको। गाइस वहाँनिर चाहिँ गाडी पल्टेको छ। उहाँ बाइक जहाँ जाँदैछ त्यहाँनिर गाडी पल्टेको हुनाले हामी यत्रो घुरेर आउनु परेको। के गर्नु अब, पुग्न आँट्यो अब त कम्पनी। जाउँ है त कम्पनीमा, हेरौँ कस्तो के छ आजको दिन, कसरी जान्छ हाम्रो, तपाईँलाई पनि देखाउने छु। र गाइस म चाहिँ फाइनली अहिले कम्पनीमा पुगिसकेको छु। यता हुनुहुन्छ अघि भिनाजुहरू आइपुगेर बसिराख्नु भएको छ। सोल्टीको गाडी लागिसकेको छ पोइन्टमा र उहाँ के फुटाएछन् कि के बान्दैछन्, टेप लाउँदैछन्। अब कम्पनीको सेटर पनि भर्खरै खोल्दैछ। यता एउटा मान्छे आउँदैछन् हो, हिजो छतमा भेट्ने मान्छे चाहिँ उयो सुरज। अब के गर्नु, कम्पनी आइपुगिरहेछ। अब जानुपर्छ भित्रतिर। मैले त कुरो भोक लागिरहेछ होइन, एउटा बिस्कुट लिएर आएको थिएँ, बिस्कुट खाएर अनि जानुपर्छ। र गाइस फाइनली अहिले हाम्रो चाहिँ लोड सोड भएर होइन, यहाँ भिनाजुको चाहिँ लोड भएको छैन। अरू सोल्टीको गाडी उहाँ छ, मेरो गाडी पनि लोड भयो। अब निक्लिन आँटेको हामी चाहिँ। यहाँ अब ठिकठाक हुँदैछ। जुत्ता चाहिँ यहाँ किन राखेको भन्नुहुन्छ नि, सुकेको छैन त्यस कारणले यहाँ राखेको, सुकोस् भनेर। यो चाहिँ मेरो सोल्टी हो गाडी हो होइन। यहाँ चाहिँ म छु, अब ड्राइभर साट लाउनै पर्यो नभए चलन काटिहालिन्छ। र यहाँ सोल्टी चाहिँ निस्किसकेका छन् हाम्रो चाहिँ। अलिकति फेरि यहाँ अब एन्ट्री पेपर एन्ट्री गर्नुपर्छ नि त गेटमा, त्यसको लागि पेपर सेपर ठिक्क पारेको छैन अरे। जे गयो जहाँ भेट्छ फेरि भिनाजु पेपर ठिक्क पार्नलाई। यहाँ हाम्रो एउटा सानो गाडी छ, यो पनि हो हाम्रो मालिकै। एउटा बुलडोट कम्पनी यस्तो हुन्छ हो, यस्तो कम्पनीमा काम गर्छ हामी चाहिँ। र गाइस अहिले चाहिँ हामी छौँ केङ्गेरीमा। अब यहाँ डेलिभरी दिन आएको छु, यहाँ रोखाइदिएर आएछ हो। के गर्नु, हामीले जति नै छिटो गरे पनि कस्टमरले छिटो गर्दैन, रोक्नै पर्छ यसरी। यही हो अब केङ्गेरी भन्ने जग्गा चाहिँ बेङ्गलोरको।
यस्तै छ। आज पनि मौसम चाहिँ पानी पर्छ जस्तै छ, के हुन्छ थाहा छैन। र अब यहाँदेखि अझै 2-3 पोइन्ट छन्, त्यो सबै गरौँ, देखाउँछु हजुरहरूलाई कहाँ कहाँ जाँदैछु आज। र उहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले कति राम्रो ब्रिज छ माथिबाट। र तपाईँहरू बेङ्गलोर कहाँ कहाँबाट हेर्नुहुँदैछ मेरो भिडियो, बेङ्गलोरबाट हेर्नुहुँदैछ भने कमेन्टमा भनिदिनु होला होइन। म पनि यहाँ बस्छु भनेर सायद त्यता आएको दिन भेटघाट चाहिँ गरौँला, के ठुलो कुरो छ। किनकि नेपाली भनेपछि बेङ्गलोरमा मलाई चाहिँ एकदमै राम्रो लाग्छ, आफ्नै मान्छे जस्तो लाग्छ नेपाली भनेपछि चाहिँ। त्यही कारणले भनेको हो। र कहाँ कहाँदेखि हेर्नुहुँदैछ मेरो भिडियो कमेन्टमा भनिदिनु होला। र सपोर्ट अलिकति माया देखाइदिनु होला, लाइक सेयर सब्सक्राइब सबै थोक गरिदिनु होला। यस्तै छ यो केङ्गेरी। यहाँ हाम्रो भाइ फोन हेरेर बसिरहेछ, भिनाज चाहिँ जानु भइरहेछ एउटा त्यो पेपर दिन्छ पिओडी भन्ने, त्यो पिओडी लिनको लागि रोकाइरहेको छ यहाँ अहिले चाहिँ। र गाइस अहिले चाहिँ हामी यो बिर्दी जाँदैछौँ होइन, महेश्वरतिरबाट बिर्दी जाँदैछौँ। यो बिर्दी जाने रोड माथि टोलबाट जाँदैछौँ। आज चाहिँ अलिकति देरी भयो, त्यही कारणले माथिबाट जाँदैछौँ। अरू बेला चाहिँ हामी तलबाट जान्थ्यौँ। र यहाँको नजारा अलग्गै छ क्या, यहाँ फेरि माथिबाट हेर्नको लागि यहाँको नजारा एकदम मजा लाग्छ माथिबाट। माने बिल्डिङको माथि माथि हामी नै छौँ जस्तो लाग्छ क्या, किनकि माथि छ नि त माने एउटा बिल्डिङ जत्रो माथि। अब ब्रिजको माथि छौँ साँच्चै भन्नुपर्दा चाहिँ। र म चाहिँ यहाँ अब हल्का दिनु पऱ्यो नि त खुल्ला जग्गामा, साट पुरा ड्राइभर साट पनि खोलिहाल्यो, बिन्दास बसेर जाँदैछु। अब यहाँ कसैले रोक्दैन पनि, यस्तो राम्रो बाटो छ, टक्क हावा खाँदै जाने भनेर खोलखाल पारेर। यहाँ हेर्नुहोस् नजारा कति राम्रो छ यो जग्गा, यति राम्रो छ नि के भनौँ। र गाइस अहिले फिलहाल हामी चाहिँ टोलगेट पुगिसकेका छौँ यो बिर्दीको। र यहाँदेखि अलिकति अगाडि जानुपर्छ, अनि त्यो दिन कम्पनी भेटिहालिन्छ। यो बाटो आउँदा त बेसी टाइम लाग्दैन। र देख्न सक्नुहुन्छ टोलगेट चाहिँ यस्तो छ, यहाँको सानो छ जग्गा, जाने जग्गा, गाडी जाने जग्गा चाहिँ। गाइस अर्को पनि जग्गामा हामी आइपुगेर यहाँ अनलोड गरिसकेर अब पिकअप पनि यहीँबाट हुन्छ होइन। अब टक्कसँगले यहाँ अगाडितिर चाहिँ डेलिभरी दिन्छ, र यसको पछाडि चाहिँ पिकअप लिन्छ। र यहाँबाट अब डेलिभरी भइसक्यो, पिकअपको लागि जानलाई गाडी पछाडि लानु पर्नेछ र लाँदैछु अब। र गाइस आज चाहिँ सोमबार होइन, सोमबार यो जग्गामा चाहिँ अब अरू बेला चाहिँ नहुन्थ्यो अरू सोमबारमा पनि, र आज चाहिँ धेरै नै गाडीहरू रहेछ यहाँ। 50-70 आफ्नो चाहिँ अनलोड गरियो होइन, बेसी थिएन, 100 बक्स जस्तो थियो। अब यो अब जाँदैछु म पछाडिकोतिर होइन, पिकअप गर्नु पर्यो। पिकअप गर्दा राति त रुम पुग्ने त उयो 10-11 बजी नै हो हाम्रो त। के गर्नु, जिन्दगी यस्तै हो, सबै गर्नै पर्छ, पैसाको लागि नगरी नहुने, पैसा भेट्दैन। यहाँ छ हाम्रो फेरि पिकअप पोइन्ट, यहाँनिर पिकअप हो। यहाँ टक्क गाडी लगाएर यहाँनिरबाट पिकअप गर्नुपर्छ हामीले चाहिँ। र यो ल्यापटपहरू टिभीहरू आउँछ यहाँ। र गाइस अहिले चाहिँ म फिलहाल अब भन्नुपर्दाखेरि बिर्दी भन्ने जग्गामै छु होइन। यहाँ अफिस छ हामीहरूको, ब्लुडर सानो अफिस छ यहाँ, त्यो अफिसमा आएको छु अहिले। यहाँ अब कागज पत्र यताउता गर्नु पर्यो अलिकति, भिनाजीहरू जानुभएको छ गर्नको लागि। म चाहिँ यहाँ गाडीमै अब यसो बसेको नि, कसैले केही सामान ननिकालोस् भनेर। के भएर छ होइन, कति लाख करोडको हुन्छ सामानहरू, एउटा निकालिदियो भने त आफ्नो त गयो त जिन्दगी। र यहाँको नजारा हेर्न सक्नुहुन्छ तपाईँहरूले, यहाँ गाडीहरू कुदिरहेछन् होइन, रोडको छेउमै लगाएको छु मैले। त्यो छ बिर्दी भन्ने जग्गा होइन, यहाँ एउटा होटल छ, टक्क मासुको सेन आइरहेछ। के गर्नु अब छैन, के गर्नु। र यस्तै छ जिन्दगी, गरिँदैछ। आजको दिन यस्तै गयो होइन। तपाईँहरूलाई कस्तो लाग्यो आजको दिन मेरो कमेन्टमा भनिदिनु होला। धन्यवाद यहाँसम्म हेर्नको लागि, सपोर्ट गर्न नबिर्सिनु होला, आफ्नै भाइ सोचेर गरिदिनु होला। आजको भिडियो यहीँ समाप्त गर्दैछु म। थ्याङ्क यू फर वाचिङ सबैजना तपाईँहरूलाई।